यदि तपाई आफ्नै केही काम गर्ने सोचमा हुनुहुन्छ तर लगानी डुब्ने डरले वा नचल्ने भन्ने डरले सुरु गर्न सकिरहनु भएको छैन भने आजको यो भिडियोमा म तपाईलाई एउटा गजबको सोलुसन दिनेवाला छु। आजको यो भिडियोमा म एउटा यस्तो व्यवसायको बारेमा चर्चा गर्नेछु जुन सानो लगानीबाट सुरु गर्न सकिन्छ तर रिटर्नमा चाहिँ महिनाकै 50,000 देखि 1 लाखसम्म आरामले इन्कम गर्न सकिन्छ। जान्न चाहनुहुन्छ यो व्यवसायको बारेमा? चाहनुहुन्छ भने आजको यो भिडियोलाई स्किप नगरी अन्तिम सम्म हेर्नुहोला। साथसाथै भिडियोलाई लाइक पनि गरिदिहाल्नु होला। अनि यदि तपाई बिजनेस सम्बन्धी यस्तै भिडियोहरु चाहनुहुन्छ भने हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला नि। सब्स्क्राइब बटन त्यही तल छ, थिच्दिहाल्नु होला, 1 सेकेन्ड पनि लाग्दैन। हेलो फ्रेन्ड्स, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। सो फ्रेन्ड्स, यदि तपाई जागिर गर्दै हुनुहुन्छ वा घरमा त्यत्तिकै बसिरहनु भएको छ वा भर्खरै विदेशबाट फर्किनु भएको छ अनि नेपालमै केही गर्ने सोचमा हुनुहुन्छ, नेपालमै सफल उद्यमी बन्ने, सफल व्यवसाय बन्ने सोचमा हुनुहुन्छ भने कंग्रेट्स, तपाई एकदमै सही ठाउँमा आइपुग्नु भएको छ। आजको यो भिडियोमा म तपाईलाई मात्र 1.5 लाख रुपैयाँ लगानी गरेर नेपालमै सफल उद्यमी कसरी बन्न सकिन्छ भन्ने कुरा सिकाउने छु, बताउने छु, बुझाउने छु, सम्झाउने छु। भिडियो इम्पोर्टेन्ट हुनेवाला छ। अनि साथीहरु, आजको यो भिडियो उद्यमशील नेपाल नामक संस्थाको कोल्याबोरेसनमा मात्रै सम्भव भएको है। उद्यमशील नेपाल नेपालका युवाहरूलाई नेपालमै उद्यमशील बनाउने र नेपालमै स्वरोजगार बनाउने उद्देश्यका साथ स्थापना भएको संस्था हो, जसले तपाईलाई स्वरोजगार हुनको लागि, तपाईलाई सफल उद्यमी बन्नको लागि, सफल उद्यमशील बन्नको लागि विभिन्न माध्यमबाट सघाउने काम गर्छ। अहिलेको अवस्थामा हाम्रो खानपान स्वस्थकर छैन र धेरै मानिसहरू अहिलेको यो अस्वस्थकर खानपान, विशेष गरेर यो पोलिस गरेर बनाएको सेतो चामलको भातको विकल्पमा छन्। अनि अझै यो समयमा सुगर, प्रेसर, ग्यास्ट्रिक जस्ता राष्ट्रिय रोगहरूले मान्छेलाई निकै तलबाट गिजोलिरहेको छ। अनि हस्पिटल गयो, डाक्टरहरू भन्छन् भातमा जोड नगर्नुस् न, आटो पिठोमा जोड गर्नुस्। ल त नि, आटो पिठोमै जोड गरौँ भनेर बजार गयो, मकै, कोदो, फापरको पिठो मुस्किलले भेटिन्छ, भेटे पनि असाध्यै महँगो। ल त नि, अब गाउँकै पिठो खाउन त भनेर 1 प्याकेट किन्यो, घर गयो, प्याकेट खोलेर हेर्दा सेतो, होइन मैदा हो कि आटो हो। धत्तेरी, सुस्तकर खाने त माहौल नै छैन यहाँ। वेट मेरो साथी, यो तपाईको मात्रै समस्या होइन, मेरो मात्रै समस्या होइन, यो पुरै नेपालको समस्या हो। पुरै नेपालीहरू स्वस्थकर खान चाहन्छन् तर पाइरहेका छैनन्, पाइए पनि एकदमै महँगोमा पाइरहेका छन्। सोच्नुस् त, हेल्दी खाना खान चाहने मानिसहरू कति होलान् नेपालमा अहिले। अब यो पनि सोच्नुस्, यो हेल्दी खाना खान चाहनेहरूको मार्केट कत्रो होला यो नेपालमा। अब यो पनि फेरि सोच्नुस् है, यही हेल्दी खाना खान चाहने मार्केटलाई हामीले क्यास इन गर्न सक्यो भने कस्तो होला, कत्रो होला त्यो मार्केट। धेरै मानिसहरूले चाउमिन उद्योग बनाए, धेरै मानिसहरूले मोमो उद्योग बनाए, मोमोको मार्केटिङ गरे, चाउमिनको मार्केटिङ गरे, तर कमैले मात्रै आटो पिठोको मार्केटिङ गरेका छन्। यसको मतलब यो हुन्छ कि हाम्रो हेल्दी खाना खान चाहने मार्केट ठुलो छ तर मार्केटमा कमिसन कम छ। अब हेर्नुस्, मार्केट ठुलो, कमिसन कम, देन दिस इज द गोल्डन अपर्च्युनिटी। यो मार्केटमा पाल्ने गोल्डन अपर्च्युनिटी हो। हामीले यो समयमा हेल्दी आटो पिठो मात्रै तयार गरेर मार्केटमा खपत गर्न सक्यौं भने मालामाल भइन्छ, टन्नै कमाइन्छ। अझै मजाको कुरा त यो बिजनेस तपाईले तपाईको आफ्नै घरको एउटा कोठाबाट मात्रै सुरु गर्न सक्नुहुन्छ। मार्केट ठुलो छ, अपर्च्युनिटी ठुलो छ, कमिसन सानो छ र सुरु हुन्छ आफ्नै घरको एउटा कोठाबाट। अब के चाहियो? गोल्डन अपर्च्युनिटी हो साथी, यसलाई ग्र्याब गर्नुस्। अपर्च्युनिटी थोरै आउँछ हाम्रो जिन्दगीमा र आएको अपर्च्युनिटीलाई ग्र्याब गर्न सक्नुपर्छ। अब तपाईलाई लाग्ला हैन फाइदा चाहिँ कसरी हुन्छ त? ओके, लेट मी एक्सप्लेन। तपाईको गाउँठाउँमा पाइने गहुँको उदाहरण लिउँ है। अहिले गहुँको होलसेल मूल्य 40 देखि 45 रुपैयाँ प्रति केजी छ। अझै कतिपय ठाउँमा त यो भन्दा पनि कम होला। अनि यही गहुँको पिठोको मूल्य 65 रुपैयाँ देखि 90 रुपैयाँ पर केजी सम्म छ। अझै यो हेर्नुस्, मकैको, फापरको, कोदोको पिठोको बजार मूल्य अहिले हाम्रो गाउँठाउँमा मकै प्रति केजी कति पर्ला, फापर कति पर्ला, कोदो कति पर्ला, पक्कै पनि 50 भन्दा माथि त छैन। तर बिक्री मूल्य मोर देन 80, 90, इभन 100, 120 पर केजी। पिठोको विचार गर्नुस् त, कति धेरै मार्जिन छ, कति धेरै फाइदा छ। अब यसलाई यसरी पनि बुझ्नुस् है, तपाईले प्रति केजी 40 को दरले गहुँ किन्नुभयो अनि त्यसलाई पिसेर 1 केजी र 2 केजी को प्याकिङ गर्नुभयो आफ्नै फर्मको नाममा, आफ्नै नाममा ब्रान्डिङ गरेर, अनि त्यसलाई
तपाईले आफ्नै गाउँठाउँका पसलहरूलाई होलसेलमा बिक्री गर्न थाल्नुभयो 60 रुपियाँ पर केजी, अनि खुद्रा बिक्री गर्न थाल्नुभयो 65 देखि 70 रुपियाँ पर केजी। देन सोच्नुस् कति छ फाइदा। यही फाइदा तपाईले कोदोमा गर्नुभयो, यही फाइदा तपाईले फापरमा गर्नुभयो, यही फाइदा तपाईले मकैमा गर्नुभयो। हरेक कुरालाई पिस्नुभयो, 1 केजी 2 केजी का प्याकिङ गर्नुभयो, त्यसलाई आफ्नै ब्रान्डिङको लेबल लगाउनु भयो, आफ्नो लोकल मार्केटमा अनि अनलाइनको माध्यमबाट बिक्री गर्नुभयो, होलसेल अथवा खुद्रामा। सोच्नुस् त कति फाइदा होला। पर केजी 10 देखि 15 रुपियाँ त इजिली बस्छ सबै खर्च खटाएर। 40 मा तपाईले गहुँ लिनुभयो, 65 मा बेच्नु भयो, 5 रुपियाँ ल ठिक छ, प्याकिङको र बिजुलीको गयो भने 20 रुपियाँ पर केजी। होलसेलमै बेच्नु भयो 60 रुपियाँ पर केजी, 5 रुपियाँ गयो त नि, ल बिजुलीमा प्याकेजिङमा गयो 5 रुपियाँ, अब बाँकी रह्यो 15 रुपियाँ। दिनमा तपाईले कति केजी बेच्नुहुन्छ? 1 केजी मात्रै बिक्ने चिज हो र यो त क्वान्टिटीमा बेच्ने सामान हो नि। सोच्नुस् न फाइदा कति होला। फेरि यो व्यवसाय सुरु गर्न गाह्रो छैन के मेरो साथी। आज उत्पादन सुरु भयो, भोलिबाट कमाई सुरु हुन्छ। अब चर्चा गरौँ यो व्यवसाय कसरी सुरु गर्ने त। सजिलो छ। यो व्यवसाय सुरु गर्नको लागि हामीलाई चाहिने र मेटेरियलहरू गहुँ, मकै, कोदो, फापर जस्ता चीजहरू आफ्नै गाउँको होलसेल व्यापारीबाट, या सम्भव हुन्छ भने डाइरेक्ट किसानबाट हामीले किन्न सक्छौं। तर एउटा कुरा ख्याल गर्नु होला, त्यो र मेटेरियल चाहिँ हाई क्वालिटीको हुनुपर्छ है। सो फ्रेन्ड्स, यदि तपाई नेपालमै केही गर्ने सोचमा हुनुहुन्छ, आफ्नै जन्मभूमिमा केही गरेर देखाउने सोचमा हुनुहुन्छ भने यो तपाईको लागि गोल्डन अपर्च्युनिटी हुनेवाला छ। यो तपाईको लागि गोल्डन चान्स हुनेवाला छ, किनकि यसको मार्केट धेरै ठुलो छ। तर लोकल कमिसन छैन नै भन्दा हुन्छ, किनकि धेरै कमले मात्रै अन्नलाई पिठो बनाएर ब्रान्डिङ गरेर बिक्री गर्दै हुनुहुन्छ। यति जानिसकेपछि तपाई यसको बारेमा पक्कै पनि इन्ट्रेस्टेड त हुनुभयो होला। अझै डिटेलमा बुझ्न तपाईले उद्यमशील नेपालमा डाइरेक्ट फोन कन्ट्याक्ट गर्न सक्नुहुन्छ। फोन नम्बर नोट गरिहाल्नुस् है, 985880 30 780। फेरि एकचोटि 985880 30 780। साथसाथै यो उद्यमशील नेपालको वेबसाइटमा पनि तपाईले चेक गर्न सक्नुहुन्छ, www.uddamshilnepal.com.np। यो फोन नम्बर र यो वेबसाइट म तल डिस्क्रिप्सनमा पनि दिनेछु, त्यहाँबाट पनि हेर्नु होला एकचोटि र एकचोटि फोन गरेर बुझ्नु होला। के छ अबको नेपालको सफल उद्यमी तपाई भन्दै हुनुहुन्छ कि? यो भिडियोमा यति नै। हाम्रो भेट अर्को भिडियोमा हुन्छ नि। त्यतिन्जेल स्वस्थ रहनुस्, व्यस्त रहनुस्, मस्त रहनुस्। आई लभ यु अल।